नेपाली महिला राष्ट्रिय टिमका प्रशिक्षक राजेन्द्र तामाङले उमेर पुगेका पुराना खेलाडीहरूलाई विश्राम गराउने सोच बनाएको छ। प्रशिक्षक तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नका लागि 48 खेलाडीलाई क्याम्पमा बोलाएको थियो। दोस्रो चरणमा 31 खेलाडी छनौट गरेको छ भने अधिकांश पुराना खेलाडीहरू छनौटमा परेका छन्। तामाङले भनेका छन्, देशको लागि योगदान दिएकाहरूलाई एकैचोटि निकाल्न नमिल्ने, तर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलपछि सन्देश दिने बताएका छन्। सबैभन्दा बढी उमेर भइसकेको खेलाडीमध्ये एक हुन् मिडफिल्डर अनिता बस्नेत। 31 वर्ष पुगिसकेकी उनलाई कोचले पछिल्लो समयमा कमै मात्रामा मौका दिँदै आएका छन्। उनी बाहेक डिफेन्डर हिरा कुमारी भुजेल 31 वर्ष पुगिन् भने अर्की डिफेन्डर अमृता जैसी 30 र मिडफिल्डर रेणुका नगरकोटी 29 वर्ष पुगिसकेका छन्। कप्तान तथा गोलकिपर अन्जिला तुम्बाम्पो सुब्बा, डिफेन्डर गीता राणा, फरवर्ड सावित्र भण्डारी र अर्की फरवर्ड अनिता केसी पनि उमेरले 28 पुगिसकेका छन्। यीमध्ये रेणुका सन् 2010 देखि नै राष्ट्रिय टोलीमा छिन्, केही भने 2014 देखि टोलीमा निरन्तरता दिइरहेका छन्।